चाहिँ यसरी चढ्थ्यो यो ढुङ्गा ए कत्रो ढुङ्गा ल हेर्नुहोस् यस्तो छ ल डोरो यो फलामको ढुङ्गामै यो भड्याङ बनाएर जनतालाई आउने वातावरण बनाइरहेछ। ढुङ्गा हेर्नुहोस्, यही ढुङ्गा माथि हामी गो ए यो पानीहरू सबै यो ढलढलबाट जाने पनि व्यवस्था गरिरहेछ। हेर्नुहोस्, यो एकदमै अद्भुत ठाउँ। यस्तो ठाउँमा हामी टेक्नु पाउनु भनेको धेरै नै भाग्यमानी ठानिरहेछु। यो हामीले चाइनामा देखेको थियो, यस्तो पहाडको कुपी खन्दै मजाले बिस्तारी आउनुहोस् है, बिस्तारी आउनुहोस्, नहतारेन। यो एकदम चिप्लो भइसकेको छ। यो हाम्रो तीर्थयात्रा भनेको यस्तै हो, तर भगवान्ले चाहिँ साथ दियो, नत्र पहिला यहाँबाट चढ्नु पर्थ्यो अरे। कसरी चढ्ने त्यहाँ? अहिले हामी यहाँबाट चढेर यति ए हाम्रो त्रिमेजु पनि आइरहेछ यहाँ। ए ल पानी आउनेको लागि ढल बनाइरहे। प्रवीण सर पनि यहाँ आउनुभइरहेछ। यो विशेष गरेर हाम्रो छोडी र रविन सरलाई मुरी नै धन्यवाद हो। थ्याङ्क यू भाइ, यो एकदमै थ्याङ्क यू दिनु दिएर सक्दै नसक्ने भयो कि यो। बाफरे यस्तो बनाइरहेको छ, हेर्नुहोस् त। यहाँ तल एकदमै समातेर जाउँ। माल तल कुनै क्या हो, एकदम डर लाग्दो छ यहाँ। बिस्तारै हिँड्नुपर्छ, एकदमै बिस्तारै। हेर्नुहोस् न ढुङ्गा कस्तो छ, पहाड कस्तो छ, एउटै ढुङ्गामा यस्तो यसरी आइरहेछ। बिस्तारै मजाले यो मौका फेरि आउँदैन भनेर मैले तपाईँलाई यो भिडियो खिच्दै तल आइरहेछु म। यो मौका आउँदैन कि, नत्र यति मैले यहाँ आएको हजुरहरूले देखाउनु पायो भने मलाई पनि आनन्द आउँछ, हजुरहरूलाई आनन्द आउने हुन्छ। हेर्नुहोस्, नेपाली भन्ने अहिलेसम्म एकजना भेटेको छैन हामीले। ल हेर्नुहोस् यहाँ यो पहाड। म तल गइसकेपछि यो पहाड यो ढुङ्गालाई देखाउँछु म। त्यस्तो अद्भुत ढुङ्गा छ कि त्यहाँ त माथि दरबार बनाउन मिल्ने, स्विमिङ पुलदेखि सबै है यो। ल अब यहाँबाट म चाहिँ पहाड एक देखाउँछु। ढुङ्गा हेर्नुहोस्, ढुङ्गा आमा ल हेर्नुहोस् त। ल हेर्नुहोस्, हामीले देख्यो नि। ल
अझ तल गरेर गएर म विशेष गरी सिङ्गै ढुङ्गा ल ल म तल गएर तपाईँहरूको भिडियो खिच यहाँ हामी आइरहेको छु यो बाटो फलामको बाटो सकिएपछि हामी तल चढेँ यो डेन्जर बाटो चाहिँ सक्यो अब यति डेन्जर छ कि डरलाग्दो एकदमै डरलाग्दो भिडियो खिचेर आउने बेलामा मेरो खुट्टा कामेको थियो तैपनि यो खुट्टा कामे पनि तपाईँहरूलाई यो देखाउनै पर्छ भनेर विशेष गरी मेरो आमालाई देखाउनु पर्छ यो ठाउँ भनेर मैले यो भिडियो खिचेको छु हेर्नुहोस् यहाँ मजाले ल यो कसको पाइताला हो थाहा छैन ल हेर्नुहोस् देखाउनु भयो नि मान्छे गइरहेको देख्यो नि यता आऊ है The group photo I will take. Oh, okay. The group photo kind of.